आज रुटिन अफ नेपाल बन्दमा चाहिँ एउटा राम्रो सफलता र असफलताको कथा भन्दै एउटा स्टोरी आइरहेको थियो। जसमा चाहिँ डडेलधुरा आकाश सागर जोशी कोइन्सिडेन्टली मेरै ठाउँको मान्छेले चाहिँ केही वर्ष अगाडि चाहिँ विदेश जानको लागि ट्राई गर्नुभएको र धेरै देशको भिजा ट्राई गर्दा एक्सेप्ट नभइसकेपछि चाहिँ नेपालमा उहाँले डेन्टल हस्पिटल खोलेर चलाइराख्नु भएको र एकदमै सफल हुनुभएको कि त्यसमा। 6 वर्षदेखि चलाइराख्नु भएको, 30 जनाभन्दा बढीलाई रोजगार दिइराख्नु भएको होइन। एकदमै सफल अब राम्रो गरिराख्नु भएको। कति खुसीको कुरा हो कि नेपालमा केही गरिराख्नु भएको छ भन्ने होइन। तर यसले चाहिँ नेपालीहरू विदेश चाहिँ कसरी जान्छन् र के मेन्टालिटी बोकेर जान्छन् र किन जान्छन् भन्ने कुरा चाहिँ एउटा एनालाइसिसको पाटो छ कि। अब यसले के देखाउँछ भने मैले त अस्तिको एउटा भिडियोमा पनि भनेको थिएँ र सामान्य यो ट्रेन्ड पनि यही हो कि तपाईँको 12 क्लास पास भएर मान्छे मार्केटमा जाँदैन। उसलाई थाहा नै हुँदैन मार्केटमा रोजगार पाइरहेको छ कि छैन। व्यवसाय गर्ने हो भने चल्छ कि चल्दैन भन्ने त के थाहा पाउँछ 12 क्लासको मान्छेले। ब्याचलर पास गरिसकेपछि पनि त्यस्तै तपाईँको मार्केटमा न रोजगारीको अवसर खोज्दै जान्छ, न चाहिँ तपाईँको व्यवसायको लागि जान्छ र उसले चाहिँ भन्छ नेपालमा अवसरै छैन भनेर गइरहेको हुन्छ। अब यहाँ उहाँ सागर जोशीको केसमा पनि सायद नेपालमा अवसर छैन भन्दै उहाँले जान खोज्नु भएको थियो होला। उहाँ पनि यदि इनकेस चाहिँ कुनै देशको भिजा लागेको भए पक्कै पनि जानुहुन्थ्यो होला र त्यहाँ गएर चाहिँ अधिकांश नेपालीले अझ नेपालमै बस्ने पनि अधिकांश नेपालीले भनेको जस्तै नेपालमा त केही अवसरै छैन भनेर चाहिँ भन्नुहुन्थ्यो होला उहाँले पक्कै पनि। र तपाईँको धेरैले भनिरहेको पनि त्यही हो कि प्रयास गरेका छैन। तर उहाँले अब नेपालको लागि राम्रो, उहाँले पनि राम्रै गरिराख्नु भएको छ। उहाँको भिजा लागेन, एकदमै सफल भइराख्नु भएको छ होइन। र मेरो 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 भनाइ पनि यही हो कि तपाईँ एकचोटि प्रयास त गर्नुहोस्। 12 क्लास पास भएर मार्केटमा जानुहोस्। आफै रोजगारी दिने प्रयास गर्नु सकेसम्म पारिवारिक ब्याकग्राउन्ड राम्रो छ भनेपछि होइन, व्यवसाय खोल्नुहोस्। यदि त्यो छैन भने कुनै अरूले खोलिदिएको व्यवसाय हुन्छ, त्यसमा रोजगारी गर्ने प्रयास गर्नुहोस्। सरकारी जागिरहरू छन्, सरकारी जागिरको प्रयास गर्नुहोस् होइन। त्यो हुँदाहुँदै पनि सफल हुनु भएन र तपाईँले पछि विदेशको लागि अवसर खोज्दै चाहिँ विदेश जानु पर्यो भने त त्यो फेरि बेग्लै बाटो जानु पनि पर्यो होइन। मर्ता क्या नै गर्ता भने जस्तै जानु पनि पर्यो होइन। तर एकदमै नेगेटिभिटी चाहिँ स्प्रेड गर्नु भएन के। तपाईँको पुरै मार्केटमा केही पनि छैन भन्दै होइन। यसरी चाहिँ प्रयास गऱ्यो भनेपछि चाहिँ तपाईँको सफल भइँदो रहेछ भन्ने चाहिँ उहाँले एउटा इक्जाम्पल राम्रो प्रस्तुत गर्नुभएको छ। यो देश बनाउने भनेको चाहिँ एउटा राजनीतिक लिडरहरूले सरकारले भनेको एउटा चाहिँ गाइडेन्सको रोल प्ले गर्छ। बाँकीको चाहिँ बनाउने हामी जस्तै युवाहरू जसले चाहिँ व्यापार व्यवसाय गरिराख्नु भएको छ उहाँहरूले नै हो, प्राइभेट सेक्टरले नै हो। त्यो हुँदाखेरि अब यो के हुन्छ भने फेरि देश बनाउने कुरामा पनि चाइना